भिडियो अन्तिमसम्म हेर्नुहोला, सबै थाहा पाउनुहुनेछ। आजको भिडियो चाहिँ मैले रेसिपीको भिडियो ल्याइरहेको छु। एकदम सिम्पल रेसिपी छ र यता म्याङ्गो कुल्फी बनाएको थिएँ घरमै। यो पनि कसरी बनाएँ म देखाउँदैछु र बिहान उठेर मेरो काम हुँदैछ है। अब काम चाहिँ सुरु भइसकेको छ, बाहिरको काम चाहिँ म गर्दैछु। एकदमै गर्मी छ, त्यही भएर एकदम छिटो छिटो काम पनि हुँदैछ र मुखमा ब्रस लिएरै मैले काम चाहिँ गर्दैछु। र यता मेरो मेवा पनि फल्दैछ है, देखाउँदैछु। र बाहिर काम सकेर म आएँ चाय पिउनलाई र चाय बनाएर पिउँदैछु। अब बिहान त लाल चाय होइन। र यता छोरीलाई कुल्फी खान्छु भनेर भनिरहेको थिइन् र म्याङ्गो कुल्फी बनाउनलाई यहाँ म्याङ्गो जारमा यसरी ड्राई फ्रुट्सहरू हालेर यसरी यहाँ हालिसकेको छु आइसमा। र त्यसपछि नुहाइधुवाइ गरेर म आएँ किचनमा र अहिले चाहिँ बनाउँदैछु म नास्तामा चाहिँ आज मेरो चाम्रे भात र टमाटरको चट्नी, किनभने हिजोको व्रतको लागि आज मेरो भात छिटै हुँदैछ। र यता छोरी आर्ट स्कुल गएर पनि आइसकेकी छिन्। अहिले चाहिँ दिउँसोको 12 बजिरहेको छ। आर्ट स्कुल गएर आएन हाम्रो छोरी, सन्डेमा गर्छिन्। र छोरीले चाहिँ कुल्फी खान्छु भनिन् र बिहान हालेको आइसमा हालेको कुल्फी चाहिँ मैले निकालिसकेको छु। एकदमै कुल्फी बनिसकेको छ, हेर्नुहोस् एकदम खानलाई पनि टेस्टी भइरहेको छ र छोरी खुसी हुँदै खाँदैछिन्। र त्यसपछि यहाँ निमपत्ता देख्न सक्नुहुन्छ। छोरीलाई चिकन पक्स भइरहेको थियो, तर त्यसैले मैले निमपत्ता ल्याएर घरमा राखेको थिएँ र यता निमपत्ता पानी पनि मैले रेडी गरेको छु नुहाइदिनको लागि। 12:30 भइसक्यो, म चाहिँ किचनतिर आएँ खाना बनाउँछु भनेर। र आज चाहिँ मैले एउटा रेसिपी लिएर छु, पनिरको रेसिपी। हेर्नुहोस् कसरी बनाउँदैछु, एकदम सिम्पल। पहिला चाहिँ मैले कराई बसालेर यसरी तेल हालेको छु। तेल चाहिँ मैले राइस ब्रान्ड युज गरेको छु। त्यसपछि तेजपत्ता थिएन, मलाई याद आयो अनि बारीमा आएर तेजपत्ता टिप्दैछु र तेजपत्ता ल्याएर मैले यसरी तेजपत्ता फुराएँ। त्यसपछि लङ, इलाइची, दालचिनीहरू पनि फुराइदिएँ र त्यसपछि मैले यहाँ हालेँ काजु, किसमिस, ड्राई फ्रुट अनि यसरी टमाटर हालेर मैले एकछिन भुट्दैछु। यो चाहिँ अलिक रातो हुन्जेलीसम्म एकछिन चलाएर यसरी भुटेर प्लेटमा निकालेर ठन्डा गरेर यसलाई चाहिँ म मिक्सी जारमा यसरी ग्राइन्ड गर्दछु र यसको पेस्ट बनाउँछु। र पेस्ट पनि रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। र यो पेस्टलाई चाहिँ मैले अघि राखेको तेलमा हालेर यसरी सबै मसलाहरू हालेर यहाँ मिक्स गरेर एकछिन पकाउँछु। र त्यसपछि मैले यहाँ काटेर राखेको पनिर हालिदिएँ र एकछिन अलिकति पानी हालेर स्वादअनुसार निमक हालेर पकाएँ। र त्यसपछि अलिकति कस्तुरी मेथी हालेर एकछिन छोपेर मैले निकालेँ। मेरो सब्जी रेडी भयो।